नमस्कार, आज हो मेरो बलको डे 130 र आज म ट्रेन गर्नेछु ब्याक बाइसेप। बिहान 7 बजे 10 मिनटको मेडिटेसन गरे। कहिलेकाहीँ लाग्दछ कि समय कति छिटो बितिरहेको छ है। बिहान उठेर लामो सास फेर्छु, रात परिहाल्छ। मलाई मात्र यस्तो भएको हो कि तपाईहरुलाई पनि यस्तो हुने गर्दछ? जे भए पनि 8 बजे सधैँ हेल्दी टी पिए। प्री वर्कआउट मिल बनाउने समय पनि भएछ। 10 बजे प्री वर्कआउट मिल बनाएर कम्प्लिट गरे। आजको वर्कआउट प्लानहरु यस्तो हुनेछ। 12 बजे वार्म अप गरेर वर्कआउट सुरु गरे। ब्याकको लागि पुलअप्स को 4 सेट, डम्बल रो र पुलओभर को 3-3 सेट, अप्पर ब्याक को लागि रिभर्स फ्लाइ र स्ट्रक को 2-2 सेट, बाइसेपमा डम्बल कर्ल को 3 सेट, इन्डमा ह्यामर कर्ल को 2 सेट लगाएर आजको वर्कआउट सके। 10 मिनट पछि 1 स्कुप क्रेटिन लिए। आफ्टर 30 मिनट भिटामिन डी को ट्याब्लेट सँग पोस्ट वर्कआउट मिल कम्प्लिट गरे। ट्युसन क्लास लिने समय पनि भएछ। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिएर वकमा गए। आएर स्क्रिप्टिङ लेख्न सुरु गरे। 7 बजे एडिटिङको काम सकेर डिनर कम्प्लिट गरे। सुत्नु भन्दा अगाडि अश्वगन्धा लिए र आजलाई यति नै। राम्रो लाग्यो भने फलो गरिदिन नभुल्नु होला। थ्यांक यू सो मच, लभ यु अल र भोलि भेटौँला।